सो सम्पूर्ण ध्रुवप्रधान ब्लग हेरेर बस्नुभएका मेरा फेसबुक फ्रेन्ड्सहरूलाई ध्रुवप्रधानको तर्फबाट जोजलापा विशेष आज मञ्जुश्री गोल्ड कपको फाइनल खेल प्लेइङ 7 नेपाल बनाम मिलनमोहन सिलगढी म्याच केही क्षणमा नै सम्पन्न हुन लागिरहेछ है। तपाईहरुलाई म विशेष अंशहरू देखाउने प्रयास गर्नेछु। यस भिडियोलाई अन्तिमसम्म हेरेर तपाईहरुको प्रतिक्रिया दिन सक्नुहुनेछ है त। So as you can see, both the teams have lined up for the final countdown. So white र blue जर्सीमा हामी देखिरहेछौँ मिलनमोडका खेलाडीहरू भने डार्क ब्लू र व्हाइट हाफप्यान्टमा प्लेइङ 7 का खेलाडीहरूलाई हामीले मैदानको मध्यभागमा देखिरहेका छौँ। सो आजको एटेन्डेन्स देख्न सक्नुहुन्छ है यस मन्जु फुटबल ग्राउन्डमा। आजको एटेन्डेन्स चाहिँ फुल हाउस छ। यो 7 नम्बर राम्रो छ मिलनमा। सो आजको फाइनल म्याच सुरु भइसकेको छ है। अहिले नेपालको खुट्टामा बल। फर्स्ट थ्रो इन टु मिलनमोहन सिलगढी। सौरभ कार्कीको खुट्टामा बल राम्रो राम्रो थियो। के काम लाग्यो राम्रो प्रयास, अति नै राम्रो प्रयास थियो। राम्रो मौका हुन सक्छ यो सिलगढीको लागि। राम्रो थ्रु बल, उति नै राम्रो हेड। राम्रो बल। अफसाइड, राम्रो मौका। छिटो जान्थ्यो। सो अहिलेसम्मको खेलमा दुवै पक्षबाट कुनै पनि गोल हुन सकेको छैन। राम्रो मौका हुन सक्यो नेपालको निम्ति। अति नै राम्रो सेभ। राम्रो बल, राम्रो प्रयास थियो। उति नै राम्रो सेभ सिलगढीको गोलकिपरद्वारा। राम्रो बल, राम्रो प्रयास, उति नै राम्रो ब्लक। आमाम ठेलेको हो त्यसले। फेरि पनि सिलगढीको पक्षमा बल। राम्रो सेभ गोलकिपरद्वारा। सो अहिलेसम्मको खेलमा हामी देखिरहेको छौँ है सिलगढी मिलनमोहनको पक्षमा 70% बल छ भने नेपालको पक्षमा 30% मात्रै हामीले बल देखिरहेको छौँ। राम्रो सट।
दामी बल गुड बल अरे राम्रो छ शट गोल सो अहिले ल्याङ 7 नेपालको 1 गोल भइरहेको छ भने सिलगढीको कुनै पनि गोल हुन सकिरहेको छैन वेन एडिसनल टाइम अहिले हामी चाहिँ इन्जरी टाइममा छौँ है केही छैन भने फर्स्ट हाफको अन्त हुनेछ र नेपालले 1 गोल गरेर लिड गरिरहेको छ राम्रो छ यो पनि बल राम्रो मौका हुनसक्छ यो सिलगढीको निम्ति अति नै राम्रो सेभ 1-1 सेभ गोलकिपरद्वारा राम्रो छ यो पनि नेपालको निम्ति शट दामी ब्लक सो फाइनली फर्स्ट हाफ चाहिँ सकिसकेको छ है सो सी यू अगेन इन द सेकेन्ड हाफ गाइस सो मञ्जुश्री गोल्ड कपको फाइनल खेलको सेकेन्ड हाफ स्टार्ट भइसकेको छ है राम्रो बल नेपालको निम्ति दामी थ्रो बल राम्रो मौका हुनसक्छ यो सिलगढीको निम्ति सेकेन्ड हाफमा है राम्रो ब्लक फेरि पनि मौका छ सिलगढीको राम्रो बल सो सेकेन्ड हाफ भर्खरै स्टार्ट भइसकेको छ है मञ्जुश्री गोल्ड कपको फाइनल खेलायो र अहिले स्कोर भन्नुपर्दा नेपालले 1 गोलले लिड गरिरहेछ सिलगढीको कुनै पनि गोल भएको छैन राम्रो बल थियो राम्रो ब्लक नेपालको प्लेयरद्वारा राम्रो बल मौका हुनसक्छ यो सिलगढीको निम्ति ब्याक पास ओहो बङ्सै मासिने गरी त नहान न मराउ स्कुटीको नम्बर WB74 DP 5488 स्कुटी र स्कुटीको चाबी यहाँ हाम्रो हातमा छ र जसको पनि हो तपाईँहरूले कमिटी बुथमा आएर लानु सक्नुहुनेछ राम्रो बल फेरि पनि मौका छ सिलगढीको स्कोर गर्नको लागि ब्ल्याङ्क सट राम्रो बल सट अफ साइड राम्रो ब्लक सौरभ कार्कीको अति नै उत्कृष्ट ब्लक फर्स्ट कर्नर सिलगढीको निम्ति यो सेकेन्ड हाफको फर्स्ट कर्नर हेरौँ रिजल्ट के आउने हो यस कर्नरको
लाइन सट राम्रो बल छ यो नेपालको निम्ति गोल किक touch छक्का भन्नु राम्रो बल आम्मा So first yellow card. 8 number scorer, only the scorer of the day so far. राम्रो मौका हुन सक्छ नेपालको निम्ति दोस्रो गोल गर्ने मौका राम्रो बल शट इट हिट द क्रसबार Take a shot! Fall. नेपालको फ्री किक राम्रो बल नेपालको निम्ति राम्रो छैन सपोर्ट र राम्रो बल अफसाइड सो यो सिलगढीको लागि फ्री किक अहिले हामी सिलगढीको गोलकिपरलाई देखिरहेको छौँ राम्रो फ्लिक गरेको छ गोलकिपरले त्यति नै राम्रो सेफ नेपालको हेड सो हामी अहिले इन्जरी टाइममा छौँ है 4 मिनटको इन्जरी टाइम दिएको छ यहाँ सो यो अन्तिम मौका हुनसक्छ सिलगढी मिलन मोडका खेलाडीहरूको निम्ति है जो एक गोलले पछि परिरहेको छ सेकेन्ड येलो नेपालको प्लेयरले सो इन्जरी टाइमको फ्री किक सिलगढीको निम्ति
राम्रो सेभ राम्रो सेभ सो यो नेपालको निम्ति कर्नर सो मन्चेस्टर गोल्ड कप 2025 को च्याम्पियन प्लेइङ 7 नेपाल सो के कस्तो लाग्यो है आजको भिडियो प्रतिक्रिया दिनु होला बाइ बाइ सी यू अगेन इन द नेक्स्ट भिडियो